सिलाम साकमा सिलाम के हो त्यो सिलाम साकमा भनेको थियो ए त्यो कागज हेर न त्यतिकै लानु मन लाग्यो कति धेरै रहेछ है ए यता त है मकैको चामलहरू पनि रहेछ लाल मर्च रक गार्डन सचेत धरानी समूह एसटीएस रक गार्डन सचेत धरानी समूह श्रम संस्कृति पार्कको भ्यूहरू चाहिँ यसरी देख्दो रहेछ यहाँबाट हेर्दाखेरि यहाँ चाहिँ पैसा दिनेको मान्छेको नाम रहेछ है सचेत धरानी समूहद्वारा 8 लाख छ अब पैसा नि कति धेरै धेरै 8,40,500 दिएको रहेछ हौ यो चाहिँ 5,000 त्यतिकाले पनि पैसा दिइराख्ने हो कि पैसा दिइराख्ने हो कि म त एक राउन्ड घुमेर आउनु पर्यो यो चाहिँ श्रम संस्कृति पार्कको ल भयो ल धेरै नखिच भिडहरू गरेर नगर अरू मान्छेलाई पनि ताला दिन्छ शीतल पो हुँदो रहेछ हौ शीतल पानी म तपाईँले चक्कर गरेर के गर्नुहुन्छ कता नगर धरानको श्रम संस्कृति पार्कको मान्छे अब 2082 साल सकेर 83 को लाग्दै गरेको एक गते भएकोले गर्दा पनि होला यति धेरै मान्छे माथि डाँडासम्म चाहिँ पारी हजुर गीत गाउने रहेछ हौ गन्धर्व दाईहरू गन्धर्व दाईहरू किन त्यहाँ अर्कै टिकट चाहिएको रहेछ कत्रो भिड लाग्यो हराउँछ केटीका चाहिँ बारी राम्रो हाम्रो कष्टमा छोरी कष्टमा लैजाने आशा हाम्रो लैजाने आशा
कत्रो भिड है छिर्नै नपाउला जस्तो छ है सिलमसाकमा ढोल हलो कृषक माथि भरिया 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 रहेछ हौ छोरी हो हर्का साम्पाङ भरिया हेर त यहाँ रहेछ ढोल रहेछ यो सिलमसाकमा त्यो हली रहेछ हली त म यहाँबाट सबै हेर्दै जान्छु आउला मलाई म त उयो हर्का बातको भिडियो बनाउँदैछु मान्छेहरू आउँदै फोटो खिच्दै गएको छ त्यो हर्का बातको फोटो भिडियो बनाउँछु के गरेको आँखा छैन आँखा मेरो चिया कफी खाने जस्तो छ त्यो त छु के हो सिमेन्टको हो काठको हो यो धरानको श्रम संस्कृति पार्कको आरा धरान पहिलाको हर्का साम्पाङ मेयर हुँदाखेरि श्रम संस्कृति पार्क अथवा श्रमबाट जनतालाई श्रमबाट बनाएको पार्कको एउटा आरा धरान ठ्याक्कै यसको सिरैमा चाहिँ खोला रहेछ यो खोलाले चाहिँ अब बर्खाको सिजनमा धेरै जोखिम बनाउने रहेछ यहाँनिर चाहिँ अब कसरी चाहिँ सुधार गर्ने भन्ने यहाँनिर चाहिँ अभाव रहेछ जोखिम धेरै देखिएको छ माथिदेखि खन्दै यत्रो अक्करै भिरमा ठक्करै लाग्यो यो अरू नदी सलल बग्छ अनि यो पारिपट्टिको भोजपुरे डाँडा अनि यो वारिपट्टिको शङ्करसभाको डाँडा अरू नदीमा मेरो गाउँ जाने मेरो घर जाने बाटो हो यो घर जाने बाटोमा ठुलो गाडी आएछ पानीको ट्याङ्कर होइन यो पेट्रोल बोक्ने भाँडाको गाडी पो रहेछ खै म तिमीहरूको भिडियो बनाइदिनु पर्यो साथीहरूको अब साथी हो सातल डाँडामा गएर एक बोतल बियर खानुपर्छ हामी
हो नि पछाडिको मान्छे झन् त्यसरी हल्लेपछि त बाइकवाला त लिची लिची भयो त्यतिकै अनब्यालेन्स भइहाल्छ नि। अब खोटाडा जाँदा चाहिँ त्यही गरौँ म पर लामखुट्टे होइन म एक्लै त लगिहाल्छु नि। कस्तो लाँदैन त 5-7 मिनट चलाएपछि त बाइक हात बसिहाल्छ। उहाँहरू लागेर के हो देखेन अब डाँडा त यो साम्पाङ चाहिँ नजिक भएर क्लियर देख्दो रहेछ। बोया पारितिरको बोया यतापट्टि देउराली सेरा बेसी भन्छ यो पारिपट्टितिर। यहाँ खोट डाँडा यो घुमाउने डाँडा। फेसबुक क्लिप्स बनाइदिनु पर्ला हौ रिल्स। साइली दिमाहरूले सबै मल थुपाएर सबभन्दा परिश्रमी त हाम्रो साइली भाउजूहरू पो देखिएछ मैले मलसल थुपारेर मकै चर्मेका पारे। ऊ आइस दादाहरूले हेर न त खैरो मल कालो थुप्रो पाखाबारी। तर यिनीहरू त यो बाँझिनेवाला छैन यिनीहरू काम यो पछि यो जेठ आसी रोप्छ। तर उता जुन अग्लो रुख भएकोहरू चाहिँ बाँझै हुन्छ यिनीहरू। बरु पहिला त साम्पाङ भन्दा बोयातिर जङ्गल देख्थ्यो, अहिले त बोया भन्दा साम्पाङ चाहिँ जङ्गल देख्दो रहेछ नि। यहाँ 2 कमाई पो धान लाग्छ त, साउने धान पनि फल्छ यतिखेर। ज्ञानी भाइको घर हाम्रो मामाको 2046 सालमा स्थापना भएको, तर म भन्दा सडानन्द 10 नगरपालिकामा पर्छ यो छाप्रे गाउँ। तर यो मैले पढ्दा चाहिँ यो माथिबाटको चाहिँ थिएन, यिनीहरूले विस्तार गरेछ, सुधार गरिएछ। भनेपछि त क्लास पनि बढायो कि क्या हो। लुम्बुङ स्कुल भन्थ्यो, कालिका आधारभूत विद्यालय। यो मेरो दोस्रो पाठशाला हो। पहिलो पाठशाला चाहिँ मेरो घरमै थियो, त्यसपछिबाट म यो दोस्रो पाठशालामा आएर पढेर अहिले पढ्दा बुढो भइसक्यो। अब यहाँदेखि उता गयो भने गाउँ जान्छ माथि। हाम्रो मौरी काटेको त मैले आज देख्दैछु दाजु, कहिले देखेको हो। त्यो खायो भनेदेखि चाहिँ अर्को नयाँ आउँछ होइन। दाजुलाई त चिनेर ढुट्टै पार्यो होला है। अर्कोचोटि हेर्ने, 2 चोटि हेर्दा चाहिँ राम्रो हुन्छ। 2 चोटि हेर्दा चाहिँ राम्रो हुने रहेछ होइन त। छोडिदिनु भयो त्यहाँ अर्को आगो राख्यो भने जान्छ होला भाउजू। त्यो धनकुटाको भेउटार डाँडामा आएको पिरो लागेर केही पनि देखिँदैन रहेछ। यसो धुस्सा मात्रै छ, सधैँ त यस्तो हुँदैन थियो। र आज चाहिँ मैले पनि पहिलोचोटि देखेको छु यस्तो भेउटारमा यस्तो अनौठो मौसम चाहिँ देखेको थिएन। नजिक आएको गाह्रो भइरहेको छ।
केही देख्दैन हौ भेटार त आज त कुहिरो लागेर यस्तो अनौठोको मौसम भएछ यस्तो त हुँदैन थियो अरू बेला तर आज त यस्तो धेरै फरक किसिमको मौसम भएछ कुहिरो लागेर केही देख्दैन मौसमले पनि मेरो साथीहरू चाहिँ कहाँ गएछ यो चाहिँ भाग राम्रो रहेछ हौ पोखरी भन्दो रहेछ यसलाई हाँसहरू बस्ने ठाउँ रहेछ हाँसहरू खेल्ने ठाउँ यहाँदेखि हाँस पाल्ने एउटा हाँस चाहिँ ऊ त्यहाँ टुक्लुक्कै लडेर मरेछ यो तल चाहिँ इलाम जाने बाटो कनामझाटे रुङ कभर्ड हल अब यो जङ्गल जानुपर्छ हामी त यो चाहिँ सानो पाथिबाट इलाम जाने बाटो हो त्यो पनि त्यसमा पनि इलाम जाने सजिलो बाटो अप्ठ्यारो बाटो चाहिँ त्यतापट्टि थियो तलको चिया बगान चाहिँ राम्रो रहेछ यो चाहिँ ठुलो होटेल रहेछ यतातिर चाहिँ दुःखको चिया रहेछ यतातिर चाहिँ अझै राम्रो चिया यतातिर चिया बगान हेरेर ओ सबै चिया बगान रहेछ हौ यतातिर पनि तलसम्म चिया बगान देख्छ राम्रो छ साथी राम्रो छ है साथी त्यो तलतिरको त धेरै राम्रो आउँदो रहेछ हौ साथी दिदीहरूले चिया टिपेको हेर्नुहोस् त त्यहाँ हेर न कसरी गर्नुहुँदो रहेछ हौ मेसिन रहेछ नि त मेसिनले ऊ त्यसरी टिप्ने रहेछ यो हेर न दिदी चाहिँ थाक्नु भएछ कि झ्याम काट्नु हुँदो रहेछ नि त्यसरी खोलेर के मतलब भयो त ड्रेसको लागि त नै हो नि हौ चिया चस्मा लाउँदै राम्रो पानी पर्यो अङ्कल हरिदिनु पर्यो मेरो भिडियो बनाउनु पर्यो नि त
खटङ 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 ई चिया आयो 3 पाते मुना चिया इलाममा लगेर बेच्नु पर्छ हेरौँ दिदीहरूले काम गरेको यतातिर छ मान्छे त चिया बारीमा त हेरौँ हेर मात्रै आउँदो रहेछ नि गरे त मैले आयो राम्रो लागेर छ त के हुन्छ त त्यो मेरो मोबाइलमा मेरो खुसी हुन्छ तिम्रो त कहाँ हुन्छ त तिमी डाटा किन्नु डराउँछौ अनि त्यो तल आउँछ कोही जाँदैन दिमाले फोटो मिठो मिठो धुन आयो माथिबाट पुत्तै त्यसरी निस्केर नभएको है अब यो मोबाइलको डाँडाबाट भ्यू हेर्नु पऱ्यो भनेर निस्केको तर मिलेन यस्तो कुहिरो मात्रै हुर आउँछ कुहिरोले हावा र लडा जस्तो बनाएको छ यो चाहिँ कन्यामको भ्यू पोइन्ट आइ केही देख्दैन कुहिरो मात्रै लडालाई तिमीलाई हावाले केही देख्दैन ओहो यसरी कुहिरो चाहिँ हुल आइरहेको छ मेरो छेउ आउँछ केही देख्दैन रहेछ सबै भ्यू पोइन्ट त कति धेरै राम्रो देख्थ्यो तर आज चाहिँ किनकि कुहिरो लागेर छैन अलिकति बर्बाद भएछ ल हाई कुहिरो लागेर कन्यामबाट भ्यू पोइन्टको आज केही पनि देखिएन मैले जाने यो दिदीको शेर्पिन दिदीको टाउको दुखेर एकदम टाउको दुखिरहेछ कन्यामको हावाले हावा फेरिन्छ सिनभरमै रङ्ग फेरिन्छ इलामको भ्यू टावरबाट इलाम बजारको दृश्य जस्तो हेर्दाखेरि यस्तो देख्दो रहेछ यो तल चाहिँ चिया बगान रहेछ तर चिया बगान त्यस्तो कन्यामको जस्तो धेरै राम्रो फर्स्ट आएको चाहिँ रहेन रहेछ यो चाहिँ इलाम बजारको अलिक ठुलो सहर बस पार्क चाहिँ यो तलको अन्त भित्र पर्दो रहेछ तल नवीन चोक अन्त भित्रपट्टि यो चाहिँ इलामको अलिक ठुलो सहर हो कि जस्तो छ यसो हेर्दाखेरि तल घरहरू ठुल्ठुलो छ यो पिच्छाको चिया बगान अलिअलि देख्दो रहेछ यो भ्यू टावर चाहिँ निकै माथि बनाएको रहेछ यहाँ मुनि चाहिँ फ्लावर प्लान्टहरू छ यसले अलिक नराम्रो देख्दो रहेछ यो रेलिङले यो चाहिँ पूर्व त्यो परको चाहिँ बिकलाटे जाने बजार रहेछ यो रेलिङले राम्रो देखेन मलाई यहाँ भिडियो बनाऊँ भनेको यसले अलिकति मलाई डिस्टर्ब गर्यो घरहरू चाहिँ काठमाडौँको जतै बनाएको रहेछ खासमा इलाममा यहाँदेखि माथितिर ठुल्ठुलो घरहरू बनाएको रहेछ नयाँ घरहरू
यहाँ पनि प्लान्ट हाउस रहेछ फ्लावर प्लान्ट हाउस बनाउँदैछ यहाँनिर ओ यो चियाबारी हो पारीतिर पुरानो पुरानो चियाबारीहरू यिनीहरू इलामको त्यसले गर्दाखेरि त्यस्तो राम्रो चाहिँ देख्दैन रहेछ अरे यो चाहिँ इलामको चिया बगान रहेछ पुरानो चिया बगान त्यस पनि यो गोडमेल ठेकाहरूको लागि चाहिँ इन्डियाले लिएको छ भन्ने हुन्छ यतातिरको एकजना दिदीले भन्नुभयो सायदै होला त्यसले गर्दाखेरि यो चियाको बोटहरू चाहिँ फेर्ने बेला पनि भएको होला बुढो बुढो पनि देखिँदैछ यिनीहरूलाई चाहिँ कन्यामको जस्तो हरियाली छैन अझै योभन्दा राम्रो चाहिँ यता देउमाई नगरपालिका बिप्लाटे बजार हुँदै उता गयो भनेदेखि राम्रो छ भन्नुहुन्छ सायद होला तर सबै गोडमेल चाहिँ बढाउने बेला भएको छ यतातिर सबै पुरानो भएछ यो चाहिँ मेरो गाउँमा जस्तै आरुको रुख पनि रहेछ इलामको चियाबारी पहिला त धेरै राम्रो थियो ओ त्यो पारिक डाँडा चाहिँ इलाम जिल्लाकै अर्कै गाउँ हो त्यता चाहिँ भर्खर गाडीहरू जाँदै रहेछ यो तर यस्तो राम्रो चिया बगानमा नराम्रो खबर सुने यो चाहिँ सबै इन्डियाले ठेक्का लिएको छ अरे भन्छ यतातिरको स्थानीयले त्यसले गर्दाखेरि गोडमेलहरू चाहिँ नपुगेको रहेछ कन्यामको जस्तो राम्रो पनि छैन मङ्गलबारेको जस्तो राम्रो रहेन रहेछ सबै ठुटा मात्रै भइसक्यो त सबै यो देखिने जति सबै चिया बगान आँखाले हेरेर नसक्नु छ चिया बगान चाहिँ यो सिम्पानी भ्यू पोइन्ट भन्दो रहेछ यसलाई चाहिँ इलामको यस्तै भ्यू पोइन्ट त त्यति राम्रो खालको देखिँदैन तर पनि यतातिर चाहिँ चियाको कता लायो इलाममा चिया बनाउने तरिका यस्तो रहेछ वा इलामको सबैभन्दा ओरिजिनल चिया बनाउने ठाउँ चाहिँ यो रहेछ यसमा चाहिँ विभिन्न खालको टेक्नोलोजीले बनाउने चाहिँ यहाँ लिएर सुकाउनु पर्ने रहेछ थुप्रै खाली रहेछ यहाँभित्र त कति वा कस्तो नाइस धेरै राम्रो मक बास्ना आएछ भाइ यहाँ त कस्तो तातो रहेछ नि त यता इलेक्ट्रिक रहेछ इलेक्ट्रिक यहाँ सुकाउने रहेछ यहाँ त नयाँ छ त यो सुक्दै कहाँ जाने रहेछ नि धोक्रो लाउने रहेछ यो त ओरिजिनल चिया बन्ने ठाउँ रहेछ यो चिया त हेस के हो यहाँ परेछ तताउने रहेछ मजाले धोक्रो लाउनु पर्ने रहेछ अर्ग्यानिक चिया बनाउनु छ सबैभन्दा नेपालको टप 1 मा बन्ने अर्ग्यानिक चियाको फ्याक्ट्री रहेछ यो चाहिँ फिक्कलको अलिकति ओरा चिया त नेपालको सबैभन्दा इलामको राम्रो भन्ने चलन छ तर पनि कस्तो हुँदो रहेछ भने इलामको चिया बगान चाहिँ विदेशीलाई ठेक्कामा दिइहालेको उसलाई नै संरक्षण गर्नु उसलाई नै मर्मत गर्ने बनाउने सबै जिम्मा चाहिँ इन्डियालाई दिएको भएर नेपालको अर्ग्यानिक चिया खानु चाहिँ आपामात मात्रै पाइँदो रहेछ नेपालमा चाहिँ नेपालीले म पनि यहाँ घुम्दै आउँदाखेरि ठ्याक्कै यो फिक्कलको अलिकति भित्र यहाँ चाहिँ कारखाना रहेछ त्यसले गर्दाखेरि यहाँ लैजाऊँ न त कस्तो रहेछ भनेर छिरेको कालो ब्ल्याक टीको लागि एउटा मुना चिया पाइँदो रहेछ त्यो चाहिँ नि केजीको चाहिँ फ्याक्ट्रीमा आयो भनेदेखि चाहिँ 700 रुपियाँ केजी पाइँदो रहेछ बजारमा जाँदाखेरि 1600-1700 रुपियाँ केजी हुँदो रहेछ उता क्याफेतिर र पसलतिर जाँदाखेरि यो चाहिँ फिक्कल बजार हो म नेपालको ठुलो झन्डा त यहाँ पनि ल्याएछन् त्यही भएर पो सूर्योदय नगरपालिका फिक्कल भनेको फेरि कहाँ भन्नु होला इलाम हो
इलाम जिल्लामा पर्छ। छुर्पीहरू तर चाम्रो छ, चबाउनै सक्दैन, दिनभरि पनि टोकिसक्दिनँ। अब हामी यहाँबाट कहाँ जाने रे? श्रीअन्तु जाने हो। फिक्कल बजार अलिकति अगाडि ठ्याक्कै चोक छ अनि त्यो चोकबाट सिधा गयो भने हामी इलाम बजारतिर पुग्छौँ। अनि त्यहाँबाट ठ्याक्कै तल झरेपछि चाहिँ फेरि हामी यता पशुपति नगर जानु पऱ्यो भने पशुपति नगर दार्जिलिङ जानु पऱ्यो भनेदेखि चाहिँ यता तल झऱ्यो यसरी तल झऱ्यो भने ठ्याक्कै पुग्छ। अनि यहाँबाट चाहिँ यहाँ अगाडि बढेर गएपछि हामी श्रीअन्तु झुल्के घाम हेर्नलाई पुगिन्छ। फिक्कल बजार राम्रो छ। भिडियो बनाउनु पऱ्यो म त। फिक्कल बजारको छुर्पीको भिडियो बनाएर हालिदिनु पऱ्यो फेसबुकमा। यो लामो लामो पनि रहेछ। कस्तो राम्रो फिक्कल बजारको छुर्पी, लोकल बजार रैथाने खानेकुराहरू चाहिँ नि फिक्कल बजारको। यति लामो लामो खुट्टेवाला छुर्पीहरू रहेछ। यो माथिको अग्लो घरहरू हो भने उतापट्टि लास्टै अन्तको पोखरी हो। अन्तु बजारभन्दा अलिकति माथि रहेछ यो अन्तको पोखरी। झिलिमिली छ। यता माथितिर होटेलहरू रहेछ। अनि अन्तको पोखरी चाहिँ निकै लामो रहेछ। म चाहिँ दार्जिलिङ घुम्न आएको। अनि ट्याक्कै दार्जिलिङ जस्तै हेर्दाखेरि देख्ने, तर दार्जिलिङ चाहिँ होइन। यो चाहिँ इलामको श्रीअन्तुको पोखरी रहेछ। निकै रमाइलो देख्दो रहेछ। रातिको टाइममा चाहिँ एकदम रमाइलो हुँदो रहेछ यहाँनिर। दिउँसो आउँदाखेरि चाहिँ यो कस्तो हुन्छ भन्ने पनि थाहा छैन। इलाम त्यत्तिकै पनि रमाइलो ठाउँ। त्यसमा पनि श्रीअन्तुले गर्दाखेरि बिहान झुल्के घाम हेर्नुको लागि खासमा चाहिँ म अन्त छिरेको। यो चाहिँ श्रीअन्तु बजारभन्दा चाहिँ अलिकति पछाडि। यहाँ मेरो हिरोनी मान्छेहरूको फोटो खिच्दिनु पऱ्यो। हेलो कहाँ हिँडेको साथी? ल कम्तै रमाइलो भएन हौ। कसले फोटो खिच्यो? हेलो। तर यो पोखरी मलाई खुब मन पऱ्यो। यो पारी चाहिँ के रहेछ हौ? देख्नु चाहिँ केही देख्दैन रहेछ, तर मान्छे तान्ने तरिका चाहिँ धेरै रहेछ। यस्तो के बनाएर पैसा जति सबै यो अन्तु डाँडातिर तानिहालेछ नि इलामको जनताहरूले। इलामको यो पोखरीमा मान्छे लडे। यहाँ पो रहेछ हौ हल्ला हल्ला गरेको। वाउ नाइस रहेछ हौ, रमाइलो रहेछ हौ यो ठाउँ त। थुङ्चा केटीका हौ
ए बच्चालाई चाहिँ ठुलो खोज्दो रहेछ। नमस्ते 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 भनेको हो के? नमस्ते नमस्ते। ए धेरै रमाइलो ठाउँ रहेछ यतातिर त। अन्तको पोखरी डाँडामा हामी पाखामा। हावा चल्यो भनेदेखि यो अन्तको पोखरीमा यसरी पानीको छालहरू चाहिँ टक्क राम्रो राम्रो देखाउँदो रहेछ। मैले त फर्स्ट टाइम देख्दैछु यस्तो। घाम हेर्ने भनेर निस्केको, घाम चाहिँ 4 बजीतिरै निस्किने रहेछ। हामी 6 बजीसम्म तल होटेलमा सुतेर आउँदाखेरि चाहिँ घाम थियो माथि डाँडामा आइपुगेको रहेछ। केही पनि देखिँदैन रहेछ। यो फोटो खिच्ने डाँडा चाहिँ रहेछ। यो पनि आइहाल्यो, यो अन्त्य डाँडा। के देखो? हेलो यतातिर चाहिँ श्री अन्थको घाम हेर्ने टावर चाहिँ यो रहेछ। अन्त डाँडामा फोटो खिच्ने। त्यो डाँडाहरू, त्यो माथिको ठ्याङ्ग्रे सल्लाहरू, त्योभन्दा माथिको डाँडा, कन्यामको फोटो खिच्ने ठाउँहरू, यो होटेलहरू, यो घरहरू, यो चिया कमानहरू सबै निकाल्दै तल त्यो हिजोको हामीले चिया किनेको ठाउँ चाहिँ त्यो तल हो क्या है। अनि अर्को यता चाहिँ यो माथि सबै यो कन्यामको भ्यू पोइन्ट भन्छ उसको नेपाली झन्डा राखेको कन्यामको सबै चिया बारीहरू देख्छ। हो देख्छ देख्छ देख्छ। यो चाहिँ कन्यामको इलाम जिल्लाको कन्यामको सबै चिया बगानहरू देख्ने ठाउँ। त्यस्तो स्पेसियली भन्ने चाहिँ केही छैन, डाँडा छ झन्डा राखेको छ। अनि यहाँबाट चाहिँ हेऱ्यो भने सबै चिया बगान चाहिँ देख्दो रहेछ। यो इलाम पनि त्यत्तिकै यो चिया बगानहरूले फेमस भएको। अस्ति म चाहिँ 9000 पुगेको त्यो डाँडा यो चाहिँ कन्यामको भ्यू पोइन्ट डाँडा हो। यहाँबाट यो चाहिँ यो ठुलो बाटो चाहिँ इलामतिर झर्ने बाटो हो कन्याम हुँदै। हाम्रो भान्जाहरूसँग पनि झ्याप झ्याप हुन्थ्यो कोही म नि बेच्दिन आँटेको थियो यो अस्ति 900 हुँदा बेचेको भए म भइहाल्थ्यो।
म त घुमिसक्यो है एक राउन्ड लाएर आइसक्यो यो स्कुलको भिडियोहरू सबै बनाइसक्यो हेलो केटीका कति लामो भिडियो भयो म त यहाँबाट नागेर जान्छु ल यतातिर जाने एउटा गहिरा रहेछ म कस्तो राम्रो रहेछ घुम्ने ठाउँ त्यो तल तल घोडा चढेर जाने ठाउँ रहेछ कन्यामा फ्री सर्भिस रहेछ यसमा चाहिँ मोबाइल राखेर टिकटक बनाउने हजुर यहाँ मोबाइल राखेर टिकटक बनाउने ठाउँ रहेछ हजुर बनाउनु फ्री भन्नु पर्दैन होला नि कसो हौ उहाँलाई भन्नुपर्छ त्यसो भए डन सिधै हो घन्टा चोक त चतराको जङ्गल हो यो यतातिर जङ्गलमा घाँस ताराहरू जान्छ किनेका जाउँ अब यो छिपेपछि चाहिँ रातो हुन्छ नखरा पाकेकै छैन केरा जान्छ यो ठुलो ठुलो अलिअलि अब जेठ छ भने जेठ असारमा चाहिँ पाक्छ लिचीको बोट हो यो अम्बाको बोट हो यो छैन कहाँ पाक्छ अहिले बेला भएको छैन मेवाको बोट कति धेरै फलफुल रहेछ यहाँ आँपको बोट पनि यहाँ पर्छ कति धेरै फलिरहेछ किवीको मेवाको बोट लिचीहरू त्यो लिची त उमाथि पनि रहेछ धेरै रहेछ है कस्तो मजाले फल्दा पनि रहेछ यो चाहिँ उदयपुर जिल्लाको चौधन्दी नगरपालिका आमसाल भन्ने ठाउँमा म आइपुगेको छु यो चाहिँ यो तल चाहिँ मेरो गाडी बसिरहेछ हे नगर न हेटौँडा जाने मरिङ खोलाको बाटो यो मरिङ खोलाको किनाराहरू सबै घोडा काममा लाग्ने साथीहरू मरिङ खोलाको किनाराहरू ए मरिङ खोलालाई मलाई घुमाउने गाडी चाहिँ यस्तो छ यसपालि यो गाडीले पनि योसँग 13औं जिल्ला घुमाएर फर्काउँदैछ मलाई अब हेटौँडादेखि काठमाडौँ टाइप रहन्छ सेतो ठाडे खोर्सानी रहेछ यो मखन जिल्ला हेटौँडाको पदम पोखरी गाउँ रहेछ मजाको फाँटो छ यो गाउँ चाहिँ मकवानपुर जिल्लाको हेटौँडा बजारको अलिकति माथि यो पदम पोखरी भन्दो रहेछ यसलाई चाहिँ निकै रमाइलो खेतीहरू रहेछ उब्जाउ गर्नु मिल्ने खालको जग्गा रहेछ सबैको मल थुपारेर अब यहाँ मकै छर्ने होला दोस्रो कमा मजाले लाग्ने रहेछ 2 कमाइसम्मको खोला यहाँबाट हामी अब
पिकनिक वाता भइसक्यो यो धतुरो फलेछ हौ यो गाँजा भाङ धतुरो भन्नेको बिरुवा चाहिँ यस्तो हुँदो रहेछ गाँजाको चाहिँ अर्कै हुन्छ यो चाहिँ ठ्याक्कै धतुरो रहेछ तर यो नसालु पदार्थ मिलाएर खानु पऱ्यो भने यो आवश्यक पर्छ शिवजीको खानेकुराहरू यस्तो छ इन्द्रेश्वर मकवानपुर जिल्लाको हेटौँडाबाट यता कुलेखानी हुँदै बल्खु निस्किने बाटो सिमखोला भन्दो रहेछ सिमखोलामा यहाँ चाहिँ ग्यारेजहरू थुप्रै रहेछ मोटरसाइकल ग्यारेजहरू गाडी यतातिर चाहिँ नि खानेकुराहरू खाना भन्दा मतलब स्थानीय क्षेत्रमा फलेको फलफुल कन्दमुलहरू जस्तो चाहिँ नि खानेकुरा